आज वैशाख 16 गते 2082 साल मङ्गलबारको दिन, तदअनुसार 29 अप्रेल 2025 वैशाख शुक्ल पक्ष द्वितीया तिथि। कृतिका नक्षत्र रहेका छन् भने चन्द्रमा राशि वृषमा रहेका छन् र सूर्य मेष राशिमा रहेका छन्। आज मेष राशिको राशिफल यस प्रकार छ। बोलीको लय नमिल्दा सहयोगीहरूले केही गुनासो गर्न सक्छन्, तापनि शुभचिन्तकहरूको साथ सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले सङ्कल्प पुरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन काम दोहोऱ्याउनु पर्ने र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। वृष राशिको निम्ति राशिफल यस प्रकार छ। समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम शुभारम्भ गर्न सकिनेछ। इच्छा शक्ति बढ्नुको साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मिथुन राशिको निम्ति राशिफल यस प्रकार छ। खर्चिलो काम गर्नुपर्दा अर्थ अभाव देखा पर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ला। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नु पर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। आम्दानी भए पनि खर्च बढ्नाले समस्या पर्नेछ। प्रयत्न गर्दा सरसापट भने पाइनेछ। लामो यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। कर्कट राशिको निम्ति राशिफल यस प्रकार छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मेहनतले आय स्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। पछिको लागि लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। सरसापटमा केही रकम बाहिरिन सक्छ। सिंह राशिको निम्ति राशिफल यस प्रकार छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमै परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिन सक्छन्। काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला। अरूलाई प्रभावित परेर दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्न सफलता मिल्नेछ। कन्या राशिको निम्ति राशिफल यस प्रकार छ। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूको लागि बुद्धि खर्चनु पर्नेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। तर अरूका लागि गरिएको कामले आफूलाई समेत फाइदा हुनेछ। समस्या पर्दा सहयोगी फेला पर्नेछन्। तुला राशिको निम्ति राशिफल यस प्रकार छ। अवसरका लागि दौडधुप गर्नु पर्ला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ तर स्वास्थ्य कमजोर रहनेछ। अर्थका हिसाब पनि दिन कमजोर रहला। परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। केही जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। वृश्चिक राशिको निम्ति राशिफल यस प्रकार छ। पछिका लागि अवसर खोजी गर्ने समय छ। पेसा व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। धनु राशिको निम्ति राशिफल यस प्रकार छ। स्रोत साधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने। नयाँ काम प्रारम्भ हुनेछ।
रोकिएको काम बन्नाले काममा उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। मकर राशिको निम्ति राशिफल यस प्रकार छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्नेछ। सङ्घर्षले कर्मयोग अघि बढ्नेछ। काममा धेरै समय जुट्न नसकिएला। योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, तर सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा लाभ हुनेछ। अध्ययनको लगाउले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पछिको लागि काम गर्ने समय छ। कुम्भ राशिको निम्ति राशिफल यस प्रकार छ। मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ अथवा कमजोर विकल्प अगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिको लागि जोहो गर्नुपर्ने समय छ। पेसा व्यवसायमा आंशिक लाभ उठाउन सफल भइनेछ। फाइदाका लागि केही काम दोहोऱ्याउनु पर्ला। मीन राशिका निम्ति राशिफल यस प्रकार छ। आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।